अनि सुगर नभएका मानिसहरूको निम्ति चिनीजन्य खाने खाद्यकुराहरू खान कतिको गुलियो चाहिँ यदि खानेछ भने जस्तै गुलियो यदि खानेछ भने खाली पेटमा नखाने जुन एज अ डिजर्ट हामी भन्छौँ नि जस्तै खानासाना खाइसकेपछि जुन खान्छौँ नि त्यो चाहिँ खानुपर्ने हुन्छ हैन कहिले चाहिँ याद गरेछ किरणले कि बिहान कहिले गुलियो खाएर हेरेछ त्यो कहिले काहीँ बिहान चाहिँ कहिले गुलियो खाएर एक्सपिरियन्स गरेछ मैले गरेछु कि पहिला चाहिँ धेरै अगाडि हो गुलियो खान्थ्यो हैन अलिक कहिले म धेरै गुलियो मन पराउने मान्छे हैन तर कहिले काहीँ हुन्छ नि अब बिहान केही त्यस्तो गुलियो खायो भने 90 मिनट पछि फेरि मलाई गुलियो खान मन लाग्थ्यो कि किनभने यो चाहिँ जुन हामी भन्छौँ नि हैन यो जाँड रक्सी चुरोट कोकिन ड्रग जुन लिन्छ नि हैन त्यसको लत चाहिँ नराम्रो भन्छौँ नि त्यो सुर्ती चोट सबभन्दा नराम्रो लत भनेको गुलियोको लत हो कि हाम्रो मस्तिष्कमा जुन लत केन्द्र छ नि सबभन्दा बलियो भनेको चिन्नीको लत हो कि गुलियो मान्छे जुन मैले एक्सपिरियन्स गरेँ कि 90 मिनट पछि ठ्याक्क के हुन्छ सुरुमा हामी गुलियो खाए हैन बिहान त्यसले भन्छौँ नि सबभन्दा नराम्रो दिनको सुरुवात गर्नु भनेको गुलियो खाएर हो कि अर्को चाहिँ के छ भने जस्तै अब खायो हैन 90 मिनट पछि फेरि सुरुमा खाँदाखेरि माथि जान्छ शरीरमा चिनी त्यसपछि फेरि तल आउँछ कि त्यसपछि फेरि गुलियो खोज्न थाल्छ पहिला हामी चाहिँ काठमाडौँमा पढ्दाखेरि नि जस्तै अब एमबिएसहरुको चाहिँ अब प्रिपरेसनको लागि बस्थ्यौँ अनि कुनै कुराहरु चाहिँ टेस्टेड गर्नु पर्थ्यो कि सर्टिफिकेटहरु अनि अफिसमा जान्थ्यौँ कि सरकारी अफिसमा चाहिँ अब सरकारी कर्मचारीसँगै टेस्टेड गर्नु पर्ने कि तपाईको सर्टिफिकेट सही हो भनेर कि हो त्यो पनि थियो पहिला अहिले त आफै लेखेर पनि हुन्छ नि त अनि हामी खोज्न जान्थ्यौँ कहाँ जानुभएको छ भनेपछि चिया खान जानुभएको छ भन्छ कि हैन हामी कति चिया खानुहुन्छ जुन बेला जाँदा पनि चिया खान जानुपर्छ भनेपछि अब अहिले बुझ्छु कि उहाँले त गुलियो खाएर हरेक 90 मिनटमा चिया खाने गएको त्यो क्रेभिङ भएर कि किन गुलियो खोज्छ अब गुलियो त अब चक्लेट खान अब अफिसमा ल्याउँदैन होला त्यसपछि फेरि गुलियो खान जान्छ चिया खान जान्छ कि जसले गुलियो बन्द गरेर जस्तै मैले चाहिँ जुन दिनदेखि गुलियो बन्द गर्छु चिया म 2 टाइम मात्र खान्छु कि बिहान र बेलुका मात्र खान्छु चिया पनि दुधमा सबै आफै कम भइहाल्छ कि सबै चाहिँ कस्तो छ भनेपछि जस्तै गुलियो बन्द गर्ने बित्तिकै नि सबै थोक आफै कम एउटा जस्तै अब स्कुलको बच्चाहरुमा पनि अनुसन्धान गरेको छ कि बच्चाहरुमा गुलियो बन्द गर्ने बित्तिकै बच्चाको पढाइ खेलकुद मानसिक स्वास्थ्य सबै राम्रो भएको छ सबै हामीले सबै कुरा बच्चैदेखि नै बच्चाहरुमा पनि चाहिँ त्यो हैन गुलियो चाहिँ धेरै खाइरा हो नि त अहिले त हामी जुन जान्छौँ नि अहिले बजारमा किन्नु सुपरमार्केटहरुमा भाटबटेनीमा जाउँ कि जति जुन हाम्रो तल जुन फ्लोर छन् जुन खाना सामानहरु पाउने अनुसन्धान गरेको छ 73 देखि 75% सामान गुलियो हो गुलियो हाल्छ कि गुलियो चाहिँ जुन हुन्छ नि खाद्य उद्योगहरुले गुलियो चाहिँ हाल्छ बजारमा चाहिँ 263 किसिमको 262 किसिमको चाहिँ चिनी पाउँछ र खाद्य उद्योगले सबै प्रयोग गर्छ किनभने यसलाई लत लागोस् र किनोस् भनेर उसलाई त आफ्नो प्रोडक्सन कस्ट र त्यो पटक पटक किन्दियो भने पो उसको फाइदा हुन्छ सबै हामीले थाहा छ नि हर्लिक्स भन्दा त्यो बुस्ट भन्दा चाहिँ सातु राम्रो हो थाहा छ जसलाई चाहिँ हाम्रो गरिबहरुले खाने भनेर साइकोलोजिकली हेला गर्दियो है सातु राम्रो हो सबैलाई थाहा छ नि त हैन घरमा बनाएको लिटो भन्दा त्यो सेलेक्स भन्दा त लिटो धेरै राम्रो हो नि त है तर हामी के गर्छौं त्यही चना बेचेर हर्लिक्स किनेर खाइरहेको देखेछु कि त्यही घरको चाहिँ अन्नहरु बेचेर हैन लिटो के रे सेलेक्स किनेर खाइरा हुन्छ त्यही अचम्म मैले चाहिँ एकदमै आफ्नो आँखाले हेरेको है गाउँमा मान्छेले आफ्नो बजारको टोकरीमा लगेर आँप बेचेर फ्रुटी खादै आइरा हुन्छ त्यही जटिलता छ हाम्रो समाजको यो अर्ग्यानिक आँप भन्दा यो फ्रुटी राम्रो चिनी पानी राम्रो जबकि त्यसमा केही पनि हुँदैन मार्केटिङले चाहिँ त्यस्तो इम्प्रेसन बनाइदियो त्यस्तो इम्प्रेसन बनाउँछ मान्छेले दुध बेचेर 50 रुपैयाँमा चाहिँ 1 लिटर दुध बेचेर त्यो 1 लिटर पनि नहुने कोकाकोला 200 रुपैयाँ हालेर खाइरहेको कोकाकोला जबकि सबभन्दा नराम्रो चाहिँ त्यो जुन हामी चिसो पेय पदार्थ गर्छौँ नि चिसो पेय पदार्थ मान्छेले किन खान्छ त्यो गुलियोको लागि त गुलियोको लागि र त्यसमा एउटा कुरा के छ भनेपछि अस्ति एउटा अनुसन्धान मैले पढेको थिएँ कि हामी कहाँ कोकोला जुन पाउँछ नि जस्तो हामीले यही कुरामा मैले जोडिहालेँ सर मान्छेहरूले चाहिँ अहिले दही दुध बेचेर कोकाकोला खाइरहेछन् जस्तो यस्तो प्रकृतिको कुराहरुमा जस्तो फ्यान्टा पर्छ स्प्राइट पर्छ ड्यू रेड बुल हैन जुन प्याकेटमा पाइने जुन जुसहरु छन् अहिले त पार्टीमा भए पनि त्यही रेड बुल कोकाकोलाहरु खाने चलन छ केही जित्यो त्यही चलाउने चलन छ
अथवा अल्कोहलसँग मिसाएर पनि त्यही खाने चलन छ होइन, यो के हो सर खासमा? अनि यो चाहिँ यो ठुलो मार्केट हो कि यो खास है। अब यो लत लागोस् भनेर नि, अब जुन भन्छौँ नि हामी, ल कम आय स्रोत भएको देशमा, मध्यम आय स्रोत भएको देशमा यो डायबिटिज किन बढिरहेछ, यति धेरै रोग किन बढिरहेछ भनेर भन्छौँ नि। सिम्पल एउटा कोकोला हेरौँ न, सिङ्गापुरमा पाउने चाहिँ 9 ग्राम चाहिँ मात्र हो चिनीको मात्रा 100 ml मा होइन। हामी कहाँ पाउने चाहिँ 29 ग्राम 29 ग्राम छ त्यसमा है। भनेपछि त चिनीको मात्रा धेरै हो, चिनीको मात्रा धेरै राख्ने बित्तिकै हामीलाई लत लाग्छ, हाम्रो स्वास्थ्यलाई त हानि गरि नै रह्यो नि त होइन त। अब त्यो यो मार्केट चाहिँ अब कसले सुधार्ने भनेर हुन्छ कि हो। यही मार्केट यसैमा मार्केटिङ गरेर बिजनेस म्यानेजमेन्ट पढेर मार्केटिङ पढेर बसिरहेको मान्छेहरू छन् सर। कसरी चाहिँ यिनीहरूलाई लत लगाउने, कसरी चाहिँ हामी यिनीहरूलाई धेरै बिकाउने भन्ने त्यो हुन्छ कि खास। त्यसले गर्दा चाहिँ एकचोटि हाम्रो 2003 मा चाहिँ मेरो अनुसन्धान पढेको थिएँ। 2003 मा चाहिँ के भएको थियो भनेपछि युकेमा होइन, युकेमा के भयो भनेपछि यस्तै धेरै बढ्यो कि, मोटोपन बढ्यो, पक्षघात बढ्यो, मुटुघात बढ्यो कि। त्यहाँको गभर्मेन्टले सबै खाद्य उद्योगलाई बोलाएर प्रत्येक वर्ष चाहिँ 10% चाहिँ नुनको मात्रा कम गर भनेर भन्यो। 2006 सम्म चाहिँ 30% चाहिँ नुनको मात्रा कम भयो। त्यस पछाडि 2011 मा अनुसन्धान गर्यो, 14%ले यो मोटोपन, यो पक्षघात, मुटुघात घट्यो। मान्छे यो पोलिसीगत पनि समस्या छ। पोलिसी जस्तो